सबुत प्रमाणसहित भेटिसकेपछि सुरक्षासहित इज्जतसहित राख्ने वा प्रमाणसहित भेटेको आधारमा गर्ने केही कारबाही पनि त होला नि त। एउटा सामान्य साइकल चोरेको भेटियो भने उसलाई लगेर कतै थुनिन्छ। डलरका डलर लुकाएर देशमाथि जनतामाथि ठगी गरेको पुलिस र प्रहरी तपाईँ सञ्चार जगतसहित प्रमाणसहित जनताले अगाडि भेट्दाखेरि जनताभन्दा ठुलो प्रमाण के हुन्छ? त्यसमाथि पनि आयोग गठन गर्नु भनेको त फेरि भ्रष्टाचारमाथि थप भ्रष्टाचार गर्नु हो। आयोग बनेको छ, आयोगले काम गर्दै होला। टिओआर दिएको छ, 3 महिनाको कार्यादेश समय अवधि तोकिएको छ। यसले गर्ला नि त सर काम। बहादुर कार्की आउनु भएको छ। बडो इन्ट्रेस्टिङ कुरा राख्नुभयो। यो देशमा सिआइबी थियो, यो देशमा आयोग थियो, यो देशमा सेना थियो, यो देशमा सुरक्षा थियो भने 9 वटा घेरा क्रस गरेर जानुपर्ने ठाउँमा राजदरबार हत्याकाण्ड कसरी भयो होला? यत्रो भ्रष्टाचार गर्दै गर्दाखेरि के सिआइबीको कुनै पनि व्यक्तिलाई थाहा थिएन होला? एउटा सामान्य नागरिकमाथि सिआइबी लाग्छ, एउटा सामान्य नागरिकमाथि गुप्तचर लाग्छ, एउटा सामान्य नागरिकमाथि प्रहरी प्रशासन लाग्छ। त्यत्रो घटनाक्रम नेताहरूले गर्दै गर्दा केही थाहा थिएन होला? उल्टै स्लोट दिएर उनीहरूमाथि संरक्षण भइरहेको थियो। कार्यकर्तालाई थाहा थिएन होला? त्यसकारण हरेक पार्टी 2टा समूहबाट चलेको हुन्छ। साँच्चै कार्यकर्ताबाट चल्यो भने कुनै पनि राजनीतिक पार्टीमा दुर्घटना हुँदैन। जब कुनै पनि राजनीतिक पार्टीहरू दासबाट चल्छन् नि, तब यो अवस्था आउँछ। इम्प्रेस न्यू क्लथको कथा जस्तो। राजा नाङ्गै हिँड्दाखेरि पनि उसका समर्थकहरूले गजब छ सरकार ड्रेस तपाईँको भन्दै, जब बाटोमा गइसकेपछि एउटा सानो बालकले द किङ इज न्याकेट भनिदिएपछि हो रियल्ली म नाङ्गै छु भनेर उसले आफैले हेरेपछि उनलाई नाङ्गै भेट्छ। ठिक त्यही स्वरूप यहाँ देखिएको छ। अझै पनि सरकार प्रमुख भएको नाताले, मैले नाम लिन चाहन्न, सरकार प्रमुख भएको नाताले जुन ठाउँमा हुनुहुन्थ्यो उहाँहरूले कमसेकम नैतिकतालाई ध्यानमा राखेर ठिक हो, हिजो हामी प्रमुख भएको नाताले, त्यो पदमा हामी भएको नाताले हिजोको घटनाको सम्पूर्ण जिम्मेवारी हामी लिन तयार छौँ र जनता समक्ष हामी माफी माग्न तयार छौँ र जुनसुकै तरिकाले पनि छानबिन गर्न दिनको लागि हामी स्वतन्त्र रूपमा हामी खुला छौँ। भोलि छानबिन गर्दै गर्दा हामी गलत भेट्यौँ भने जुनसुकै सजाय भोग्न पनि तयार छौँ भनेर जनताको अगाडि बोल्न र ती शहीद भएका देशको लागि मरेका ती आफ्ना छोराछोरीको लागि 2टा श्रद्धाञ्जलीका शब्द पनि दिन नसकेको हामी भेटिरहेका छौँ। कहाँ छौँ हामी? कस्तो नेतृत्वमा अल्मलिएका रहेछौँ? कुन राजनीतिक परिवेशमा हामी रहेछौँ? अझै पनि कुन भमैरीमा छौँ? अहिले देश तपाईँले सोधिहाल्नु भयो पोलिटिकल्ली, मैले भन्नुपर्दा एन अनसल्भ मिस्ट्रीमा छ। पत्ता लाग्नै नसकेको रहस्यको भुमरीमा देश अन्तिम अवस्थामा छ र अब अन्तिममा सायद त्यही भएर होला हिजोका दिनमा राजाले सम्बोधन गर्दा पनि लास्टमा श्री पशुपतिनाथले कल्याण गरून् भन्थे। अब पशुपतिनाथकै शरण बाहेक अरू पशुपतिनाथले रक्षा गरून् अरू हामीसँग अब पनि विकल्प बाँकी छैन सर। अब त एउटा कोर्स लियो नि होइन र कि यसमा पनि अन्योलता या भुमरी चक्रव्यूह भन्छौँ नि त्यो अझै बाँकी छ र? तपाईँले गरेको प्रश्नमाथि मलाई अनुमति दिनुहुन्छ? तपाईँमाथि नै मलाई प्रश्न राख्न मन लाग्यो, जिज्ञासा राख्न मन लाग्यो। प्रश्न त नभनौँ, प्रश्न राख्न त म कौन सा त्यस्तो मान्छे हो र? जिज्ञासा। संविधानलाई मान्ने भन्दै हुनुहुन्छ एकातर्फ प्रधानमन्त्रीज्यू हो, अर्कोतर्फ संविधानलाई मान्ने हो भने हिजोको 2टा घटना, संसद पुनर्स्थापनाको घटना, मनमोहन अधिकारीको पालाको र केपी ओलीको पालाको पुनर्स्थापना भएकै हो होइन? भएकै हो। अर्कोतर्फ संविधानभित्र कुनै दफा उपदफा कुनै धारामा लेखिया छ सायद न्यायपालिकाको उच्च ओहदामा बसेको रिटायर मान्छे कुनै पनि कार्यपालिकाको पदमा जान संविधानको धारा 132 को 2 मा छ सर यो कुरा। एक्ज्याक्टली हो। अब संविधान मान्ने भन्दै हुनुहुन्छ, त्यही विरोधाभास छ क्या प्रधानमन्त्री। एउटा कुरामा संविधान मान्ने संविधान भन्दा तलमाथि गर्नु हुँदैन भन्नुहुन्छ, फेरि ठ्याक्कै संविधान मान्दाखेरि चाहिँ यो देशको संविधानले शिक्षालाई कार्यलाई प्रधानमन्त्री मान्दैन के? फेरि त्यसले छुन्छ एउटा विरोधाभास छ नि त त्यहाँ। एबीसीडी जोसुकै होस् प्रधानमन्त्री सुन्छ। त्यो संविधान मान्ने हो भने संविधानका सबै धारा सक्रिय हुन्छन् होला। संविधान नमान्ने हो, बाटोको क्रान्तिबाट आएको हो भने संविधानलाई एकातिर राखेर अहिलेको सरकारले जति सक्दो छिटो निर्वाचनमा जाने कुरा भएको छ। निर्वाचन हुन्छ या हुँदैन यो संविधानको भुमरीभित्र घुमिराखेको प्रश्न र उत्तरको चक्रव्यूहले भोलि निर्वाचन समयमै हुन्छ भन्ने कुरामा अन्योलता छाएको भेटिन्छ र त्यो यही मोडालिटीले गयो भने निर्वाचन हुन्छ भन्ने कुरामा म व्यक्तिगत रूपमा विश्वस्त हुन सकिरहेको छैन। किनभने हरेक ठाउँमा सिस्टमले काम गर्ने रह्यो। अहिले मन्त्रीमण्डलमा आएका व्यक्तित्वहरूले उदाहरणीय काम गर्नुभएको छ, त्यसको लागि उहाँहरूप्रति हामी आभार व्यक्त गर्न चाहन्छौँ।
अर्थमन्त्रीजीले करोडौँ रुपियाँ बचाउने बाटो पनि देखाइदिनु भयो। बस्दो रहेछ नि त, बचत हुँदो रहेछ नि त, खर्च कटौती हुँदो रहेछ नि त, उदाहरणै पेश गरिदिनु भयो। सादा जीवन उच्च विचारको चरित्र पनि देखिएको छ हो। ती केही उदाहरणीय कामहरू भएका छन्। तर अल्टिमेटली संविधान भन्दै गर्दा कहीँ ती 75-76 जना जुन हाम्रा छोराछोरी भाइ बहिनीहरूले देशको लागि आहुति दिए, त्यो खुनको मूल्य कहिले तिरेर सकिँदैन। देशमा परिवर्तन होला, संविधान बन्ला, कोही मान्छे प्रधानमन्त्री बन्ला, कोही मन्त्री बन्ला, कसैले जागिर पाउला, कोही नियुक्ति पाउला, कोही राजदूत होला। तर त्यो जुन घरमा जसका परिवार बिते, जसका छोराछोरी बिते, के ती फर्केर आउँछन्? के तिनले चाहेको सपना पूरा गर्नुपर्ने पहिलो कर्तव्य होइन र? त्यसकारण अत्यन्त गम्भीर छ। त्यही ठाउँमा तपाईँको परिवारको सदस्य, मेरो परिवारको सदस्य भएको भए यति बेला हामी कुन मोडमा हुन्थ्यौँ, कुन स्थितिमा हुन्थ्यौँ, कुन स्तब्ध अवस्थामा हुन्थ्यौँ र हामीले सरकारलाई के प्रश्न गरिरहेका हुन्थ्यौँ। यहीँनिर रहेछ जुन संविधानले निर्माण गरेको एउटा चक्रव्यूह अहिले छ नि, संविधानका नाममा भनौँ न, संविधानले भन्दा पनि जसरी सुशीला कार्की प्रधानमन्त्री बन्नुभयो, संविधान त हेर्ने हो भने कहीँबाट पनि मिल्दैन। संविधानको धारा 76 प्रधानमन्त्री निर्वाचित गर्ने व्यवस्था छ। त्यसको 1, 2, 3, 5 मध्ये कुनै पनि आधारबाट उहाँ प्रधानमन्त्री बन्न मिल्दैन। त्यसमा चाहिँ डक्ट्रिन अफ नेसेसिटी भनिएको छ, आवश्यकताको सिद्धान्त, त्यो कुरा मात्र गरिएको छ। त्यसमा राष्ट्रपतिले सिधै धारा 61 बमोजिम उहाँलाई नियुक्ति गर्नुभएको छ, जहाँ चाहिँ राष्ट्रपतिको व्यवस्था छ। त्यसरी हेर्दा एउटा विरोधाभास छ। ठिक छ नि त, यो क्रान्तिबाट आएको सरकार हो, संविधानका कतिपय चिजहरू निलम्बन होला, भोलि ट्र्याकमा आउला भनेर हेर्ने हो भने बाँकी काम गर्ने कुरामा प्रधानमन्त्रीले संविधान बमोजिम बाहेक तलमाथि गर्दिन भनिरहनु भएको छ भन्ने कुराले त फेरि अर्को एउटा विरोधाभास त क्रिएट गर्ने भयो। सीमा चाहिँ कहाँसम्म हो त हाम्रो संविधानको, होइन? उहाँ आफै प्रधानमन्त्री जो हुनुहुन्छ अहिले गैर संवैधानिक तरिकाबाट नियुक्ति हुनुभएको छ, उहाँलाई क्रान्तिको जगमा भनिदिउँ। अब गर्ने काम चाहिँ फेरि त्यही संविधान बमोजिम गरेपछि निकास के त? एक्ज्याक्टली यो एउटा चक्रव्यूह, एउटा भुमरी त निर्माण भयो नि त सर यहाँनिर। यो भुमरी निकास कोही त अब यो भुमरीबाट बाहिर आउनको लागि यस्तो क्रिटिकल अवस्थामा हरेक राजनेतामा, हरेक राजनीतिक व्यक्तित्वमा जसले प्रमुख भूमिका पाउँछ, ऐन मौकामा आत्मबल सहितको ठोस निर्णय गर्ने हिम्मत राख्नुपर्छ। संविधान एकातिर राखेर क्रान्तिले खोजेको कुरा के हो, जनताले खोजेको कुरा के हो, देशले मागेको कुरा के हो। अहिले तपाईँले राष्ट्रपति भन्नुभयो, राष्ट्रपतिलाई साँच्चै यो देशको चिन्ता छ, जनताको चिन्ता छ, ती मरेका 76 जना परिवारका सदस्यको चिन्ता छ भने उहाँ शुद्ध राष्ट्रपति भएर बोलेको मैले त भेटेको छैन। त्यसकारण अहिले राष्ट्रपति होइन, उहाँ दलपति हो। यो शब्द भन्दै गर्दा मलाई कानुनबाट अप्ठ्यारो परेको के हुँदैन, विचार तथा स्वतन्त्रता छ के सर यो देशमा? अब म कन्फ्युजमा छु, उहाँ दलपति हो या राष्ट्रपति हो? उहाँले त प्रधानमन्त्रीलाई बोलाएर भन्न सक्नु पर्थ्यो, तपाईँ क्रान्तिको भरमा आएको, क्रान्तिको आवाज ठुलो छ, अबको क्रान्तिलाई हामीले चाहिँ सिरियसली इन टाइम गम्भीरतापूर्वक विश्लेषण गरेर परिवर्तित अवस्थामा देश र जनताले खोजेको, क्रान्तिकारी अवस्थामा आएको त्यो युवा वर्गले खोजेको, जहाँ बहुमत छ, उनीहरूले खोजेअनुसार हामी हिँड्न सकेनौँ, हामीले चलाउन सकेनौँ देश। हामीले उहाँहरूसँग गरेको त्यो युवा वर्ग जेएनजी ग्रुपसँग गरेको सम्झौता अनुरूपको कार्यक्रम अनुसार देश चलाउन सकेनौँ भने भोलि देश गम्भीर रूपमा जान्छ। त्यसकारण जेएनजी ग्रुपसँग गरेको सम्झौता अनुरूप तपाईँ अगाडि बढ्नुहोस्, मैले कहाँनिर के सम्झौतामा सही गर्नुपर्छ म तयार छु भनेर राष्ट्रपतिले त सकारात्मक कडाइका साथ निर्देशन दिनु पर्थ्यो। त्यसकारण म कन्फ्युज छु, उहाँ राष्ट्रपति हो या दलपति हो? स्टिल आई एम कन्फ्युज। सर एउटा कुरा, जस्तो प्रधानमन्त्रीले अथवा सरकारको मुख्य प्राथमिकता उसले चाहिँ निर्वाचन गराएर जननिर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्ने भन्ने कुरा गरिरहनु भएको छ, होइन? अब मेरो एउटा जिज्ञासा, संसद विघटन गरियो, जेएनजीले सुरुमा यत्रो परिवर्तन होला भनेर आन्दोलनमा आएकै थिएन, यो कुरा उनीहरूले पनि स्वीकारेका छन्, होइन? जम्मामा साना मागहरू लिएर आएका थिए, तर यति मक्किएको रहेछ हाम्रो संरचना कि एक धक्काले नै सारा तहस नहस भयो, खरानी भयो। र त्यो एकाएक संसद विघटनको कुरा यहाँनिर उठ्यो। संसद विघटनको कुरा उठिसके पछाडि त्यसको औचित्यको हिसाबमा कुरा गरे के सर? संसद विघटन भएर नयाँ सरकार बनिसके पछाडि कि त उसले सुशासनको लागि निर्मम कदमहरू चाल्न सक्नु पर्थ्यो। फेरि 6 महिना पछाडि जो अस्ति 79 मङ्सिर 4 गते भएको प्रतिनिधि सभाको निर्वाचन, जहाँ प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणाली छ, त्यही निर्वाचन नै हाम्रो अर्जुन दृष्टि हो, मुख्य कार्यभार हो भनेर सरकार लाग्दै गर्दाखेरि त्यो जेएनजीको त्यो रगतको त्यो खुनको 74 जना मान्छेले दिएको बलिदानीको न्याय हुन्छ कि हुँदैन? अनि फेरि त्यही निर्वाचन गर्नको लागि यत्रो परिवर्तन पछि आएको कुराको चाहिँ औचित्य पुष्टि हुन्छ कि हुँदैन होला? त्यो बिन्दुमा रहेर विश्लेषण गर्नु पर्ला नि, होइन र? एकदमै
अब त्यही निर्वाचन हुँदैछ नि सर 79 मङ्सिर 4 गते जुन निर्वाचन भयो अब भयो भने फाल्गुन 21 बिल्कुल त्यही हो के सर पुनर्मुसिका भव त्यही हो नि हैन सर पुनर्मुसिका भव हो हिजोका यी शक्तिहरूसँग त के छ भन्ने कुरा मैले भन्न नपर्ला यी तीनटा मेजर पार्टीहरू र मधेसवादी दलहरूसँग यिनीहरूसँग अगाडि पछाडि दृश्य अदृश्यमा के छ भन्ने कुरा त अहिले छरप्रष्टै भयो त्यसकारण मलाई सुन्नुहुन्छ भने अब हुनुपर्ने के हो भने स्पष्ट रूपमा संविधानलाई एकातिर राखिदिनुहोस् हो देशको आवश्यकता के हो प्रदेश खारेज नम्बर 1 प्रदेश खारेज कामै छैन यत्रो गरिब देशमा जनताभन्दा धेरै मन्त्रीहरूको आवश्यक छैन 77 वटा जिल्लामा 77 वटा सांसद 15 जना मन्त्री परिषदको गठन योजना आयोग 10 सदस्यीय 11 सदस्यीय अख्तियार दुरुपयोग आयोग सम्पत्ति शुद्धिकरण र सीआईबी लाई तत्त स्थानमा राखेर फुल्ली उनीहरूलाई काम गर्न दिने क्वालिफाइड मान्छेहरूलाई त्यहाँ राख्ने जसले निष्पक्ष काम गरेर बसेका छन् जसले हिजो काम गर्ने मौका पाएनन् निष्पक्ष रूपमा काम गर्न खोज्दाखेरि जो हिजो किकआउट भए त्यस्ता व्यक्तिहरू छन् नि त अहिले पनि कम्प्लिट चेन्ज गर्नुपर्छ जनताको संविधान थियो जनताको लागि गरिएको थियो नि यो विस्फोटन किन भयो त जनता र पार्टी मिलेर बनाएको संविधानभित्र पनि न्याय नपारे यत्रो अकल्पनीय विस्फोटन भएर सम्भवतः विश्वको इतिहासमा 48 घण्टाभित्र चेन्ज भएको पहिलो घटना पनि हुन सक्ला सायद त्यो हुन सक्छ इन्साइक्लोपिडियामा लेखिएला र त्यत्रो व्यक्तित्वहरूले शहादत दिए र किन नेतृत्वमा बसेका हिजोका वर्गहरूले ती देशको लागि आहुति दिने शहीद हुने हाम्रा छोराछोरी हुन् हाम्रा भाइ बहिनी हुन् भनेर आत्मसात गर्न नसकेको किन अहिलेसम्म वाइ त्यो प्रश्नको उत्तर खोजौँ न पहिला त्यत्र मरेर जाँदै गर्दा फेरि पनि हामी संविधानमाथि बहस गर्छौँ भने हामी जस्तो पटमूर्ख कोही पनि नहोला संविधान ठुलो कुरो होइन फेरि पनि म भन्दैछु देश र जनताको आवश्यकता फाइनल्ली द अल्टिमेट सोलुसन त्यसमा टेकेर हिम्मतका साथ समय परिवेशमा राजनेता वा नेतृत्वमा बस्ने व्यक्तिले कठोर कदम पनि चाल्न सक्नुपर्छ जुन कदम सधैँ जनता र देशप्रति केन्द्रित हुनुपर्छ।